सन्चै हुनुहुन्छ म पनि सन्चै छु। आज चाहिँ हाम्रो घरमा रोपाइयो अनि आज चाहिँ के बनिया छ त लेट्स गो हेर्नलाई जाम गाइज। गाइज यो चाहिँ टक्कला हाम्रो किचन हो हैन। यहाँ आइज नि त त्यो हेल्प गर्दैन नि त अनि देखाउनलाई। गाइज हामीले अचार चाहिँ प्याक गरिसक्यौँ। अचार दामी भएछ मैले गराएको हो अचार र तरकारी चाहिँ। अनि धेरै बोली क्या यो तरकारी पनि यम्मी छ। यो के को तरकारी हजुरहरूलाई थाहा छ होला मनपर्छ पनि होला गाइज। अनि चाहिँ यहाँ चिया बन्दैछ। कोलाई मनपर्छ चिया बाक्लो नबाक्लो दुध हालेको चिया हैन हजुरहरूलाई मनपर्छ होला। अनि गाइज के बिर्सिनु भयो त केही त बिर्सिनु भयो। अब अचार र तरकारीसँग खानालाई केही चाहिएन र चाहियो नि के चाहियो त के चाहियो खाजा गेस गर्नुहोस् ल। अब के पाक्दै होला त अनि हजुरहरूलाई मनपर्छ होला त्यो पनि होइन देखाउँछु। लेट्स गो। ल गाइज घुमाइ रोटी कोलाई मनपर्छ मन पर्दैन अनि हामीलाई त मन परिहाल्छ गाउँको मान्छेलाई होइन। अनि अब चाहिँ हामी हेर्न सक्नुहुन्छ मेरो घर बाहिरको भ्यू। आज कति पानी परेको थियो अझ लास्टै पानी परेको थियो। अनि आँगनको हालत पनि हेर्नु यस्तो भएको छ यस्तै छ पानी परेर बिजोक थियो। अहिले हामी चिया लिएर जाँदाखेरि पनि बिजोक हुन सक्छ अब त्यस्तो भर हुन्न मसँग त्यही हो गाइज। अब चाहिँ म खेतमा जाँदाखेरि भिडियो चाहिँ गराएर देखाउँछु। एकचोटि भ्यू हेर्नु न त राम्रो छ नि भ्यू त। अब खेतमा गएपछि अब हामीले के देखाउँछ हेर्दै जानु होला गाइज। अब बाँकी भिडियो फेरि भेटौँला गाइज। ल साथी हो हामीले चाहिँ चिया लिएर हिँडेको यो चाहिँ भिडियो चाहिँ साउन्डै गएछ त्यही भएर हामी चाहिँ चिया लिएर हाम्रो घरबाट तल झर्दै बाटोसम्म पुग्छौँ। अनि बाटोसम्म पुगेपछि अनि मैले भिडियो बन्द गर्छु। त्यो भिडियोमा चाहिँ साउन्डै कट भयो के त्यो टाइमरमा भयो भिडियो अनि त्यही भएर छिटो अनि त्यो गीत पनि गएछ के अरे भोइस पनि गयो गाइज। अब अरू बाँकी भिडियो हेर्दै जानु। यस्तो हो कस्तो राम्रो छ नि देख्नु है। अब हामी चाहिँ क्यामेरा हेर्नु नि क्यामेरा कति तल मलाई आउँदैन त्यही पनि गराउँछु के गर्नु त होइन खै छ हाम्रो खेत यहाँबाट देखिन्छ क्या त्यही भएर बाटो यस्तो छ। यस्तोमा अब लुट्यो भने सिधा फुल्सामै हाम्रो खेत रोपेर त्यस्तो हुँदैछ। यताको खेत रोपेर भ्याइए उता आइछ अब एक्सक्युज मी गाइज त्यही हो गाइज। के भन्नु लाग्यो भ्यू यस्तो हुन्छ कसैले अब त्यो सहरमा बस्नेले चिन्नु न होला त्यही भएर चिनाइदिएको ल। त्यो अङ्कल त यही हुनुहुन्छ अङ्कल हजुरलाई देखेन कि भनेर हो कि चिया कता उता खाने यतै हो कि उता। ल गाइज त्यहाँ अङ्कलहरू हुनुहुन्छ बुहानी हुनुहुन्छ त्यहाँ मान्छे पनि रहेछ नि। ल गाइज म चाहिँ भिडियो बन्द गरेँ अहिले गराउँला। गाइज अब चाहिँ हाम्रो यताको गरौँमा रोपाइ गर्न सुरु भयो। चिया खाँदै हुनुहुन्छ दाइजहरूले अन्त यताको अब चाहिँ रोपाइ सुरु हुँदैछ। यहाँ चाहिँ रोप्नलाई यहाँ बिउ फाल्नु भयो आन्टीहरूले। अनि अब चाहिँ रोप्न जानुपर्छ म अनि भिडियो पनि गराउनु पर्यो होइन। अन्त खाना ल्याएर रोप्ने भनेको हामीले अब यताको यत्रो गरेर सकिसक्यो अब रोप्न परेन र गाइज भिडियो गराएन
त्यो धेरै नहुने। ए गाइज हेर्न सक्नुहुन्छ कति राम्रो हो गाइज। खै यस्तो समात भिडियो जान्छु कि त्यतिकै समय तिमी गाइस यो चाहिँ गई यो पागल यता मुड फ्याक्दै हुनुहुन्छ। त्यो चाहिँ अब भ्यू त मुस जगाउनु जान्छु अरे मैले म चाहिँ जान्छु अब अनि यहाँ चाहिँ मेरो मोबाइल छ। अब म चाहिँ गएँ अब यस्तो हिरोमा यसमा जान्छ अब हजुरहरूलाई थाहा होला। तर अहिले चाहिँ घाम लागेको त्यो घामले बिजो गराउँछ। कपडा जति फोरै हुने भयो भिडियो उल्टा समातिहाल्यो कि यसको चाहिँ उल्टा थियो क्या। उता चाहिँ भाउस्याहरू बाउसे हो क्या बाउसे आमा से अरे अम्मी के भने नाम ना बोलता था कल मैं वीडियो भी गाती थी भाई इसके राक्षस नहीं मोबाइल डुबाइदिनु पर्छ क्या भन्नु। तेरो मोबाइल चाहिँ होला नि मेरो पर्छ कान्छीजोरीमा क्या नि त आन्टी हुन्छ गाइस भन्ने मेरो पनि आछ गाइस गाइसले रोप्ने हुनुहुन्छ गाइस। एउटा झर्ने हो अनि यतैबाट झराल्ने कि अनि त्यता गई पर ल गाइस यति सकियो। अनि हामीले 2 डोका बिउ लिएर आइयो। अनि पछि अब हामी घरैले लाग्छु एउटा भिडियो गराउँछु अनि जान्छु म नास्ता लिएर बोकाइदियो के नामले यस्तो लेख्नु पर्यो पढ्दैन यत्रो नाम सर्क्यो लामो हुने भयो यो यस्तो समात त खैले अब त्यो बाल्टी बन्ने तरकारी। ल गाइस लेट्स गो आइज लिएर आइज के हुन्न भिडियो गराउनुहुन्छ त्यहाँ ढोका कल लगाइदिन्छु बुवा अन्त जम आइज हामी चाहिँ नास्ता लिएर खेतमा आइसक्यौँ। खेतारीहरू रोपेर उहाँ पुग्छन् अङ्कल उता जोत्दै हुनुहुन्छ बाउसे पनि उतै छन्। त्यही गाइस अब बसिन्छ एकैछिन। अघि हामी अलिकति रोपेर गएको
राम राम गरौँ ब आलु बाउचाहरू खानु भिडियो गराउँछु ल गाइस बाई बाई ल हाम्रो पाउचेको डान्स छैन सक्नुहुन्छ यसरी गवाडी पनि गवाडी अङ्कलहरू हुनुहुन्छ घुम्की गइहाल्नु हाम्रो छगुलाल दाइ हो यो हाम्रो ठुलो हो यो चाहिँ विनोद अङ्कल यसरी खाने थाहा छैन खेत रोपाइमा यसरी खाने हो रोपाइमा घुम्की गाउँमा खाने क्यामेरा हेरिरहनु भएको छ सबैलाई नबजाइकन खानु सबैलाई भोलि भिडियो आउँछ आन्टीले खाँदै हुनुहुन्छ गम्की तारकी आन्टीले खाँदै हुन्छ गम्की गम यहाँ हामी आमा हुनुहुन्छ 16-17 उठा के हेर्दै गर्नु होला छगुलाल दाइ चाहिँ जानुभयो यो घर चाहिँ भ्याइया छैन भलग आउँछ अहिले युट्युबमा आउँछ हामीले गरौँ रिसाले चप्पल धोइनु मैले आफ्नै रिसाले आफ्नै रिसाले हेलो फुच्ची फुच्ची सन्चै हाँस फुच्ची फेर्न होला फुच्ची हेलो गाइस बाटामा जाँदा देखाउँला त्यस्तै यो झेलाइरहेको चोर बिरालो चोर बिरालो हेर्नु कस्तो रहेको यता हेर्दै मेरो बहिनी अरे के हेरेको त्यहीँ त त्यहीँ त नभए उभिनु यहाँ उभिनु उभिनुहोस् हुन्थ्यो हेर्नु त बिरालोको त बाटामा जाँदाखेरि यहाँ गाला के लाग्यो पगल अनि मैले उसको लगाइदियो नि कस्तो हुन्छ अरे भागो छ क्यामेरा पनि कता सेट हात हालेर गयो अब त म त के को जान्दै थिएँ म त अब घर जाने सबै हिले हिले राइजे राक्षस थिएँ राक्षस नि एउटा त्यही हो क्या हो यही हो राक्षस म घर डोको सोको लिएर आइज है कि हिलो फाल्तो मैले देखिरहेको खनी हेर्न सक्नुहुन्छ अस्ति भिडियो गराएको त्यही हो त्यहाँ हो हाम्रै हो छिटो फाल के इस त्यही हात खेलाइरहेको छु मैले देखिँदैन पानीले हात दो त्यही चिप्काइरहेको छ सधैँ हात दो के चिप्का मलाई के हो र लुगा त आफैले धुन पर्छ के हो र म भोलि बालिङ गइहाल्छु लुगा त आफैले धुन पर्छ हिँड्के जाम छिटो छिटो जाम के
ए भदेर नबोलिकन हिँड्छ जाउँ नि पागलले नि कति बोल्छ मलाई झोकेको लाठै पासर दुनिया क्यामेरा त्यस्तो गर्नु हुँदैन कल गरिदिन्छु मैले एउटा मिठो प्राणी हामी आउँदै थियौँ त्यसले खेतको डेला यस्तो मजाले लुट्यो कि यस्तो मजाले लुट्यो कि नहुनु गाइस कसैसम्म हाँसेर क्या लास्टैको यसको लुगा मजाले लुट्यो मजाले गाइस हामी चाहिँ घर आयो थ्याङ्क यू फर वाचिङ भिडियो बाई बाई